नमस्ते, मेरो नाम चाहिँ दिपक बुढा। मेरो घर चाहिँ पतरासी गाउँपालिका वडा नम्बर 2 मा पर्छ र हामी यस शङ्कर जनाको मनमोहक लाग्ने दृश्यहरू कोइनहरू कैद गरेर ल्यायौँ। यसभन्दा हाम्रो गन्तव्य योभन्दा थोरै माथि थियो। इतिहासका पानासँग घुमेर त्यसमा भएका देवस्थलसम्म जाने हाम्रो भनाइ थियो। त्यो भनाइसँगै हाम्रो यात्रा सफल हुन सकेन। हामी त्योभन्दा थोरै माथि गयौँ। घोडा खच्चर देख्यौँ। घोडा खच्चरलाई मनमोहक लाग्ने हाम्रा पाइलाहरू पनि त्योभन्दा धेरै माथि जाँदा झन् तलतिर खुस्किँदै गए। गन्तव्य जति टाढा भए पनि हाम्रो यात्रा यहीँ समाप्त गऱ्यौँ। र यस शङ्कर झरनामा राजा वीरेन्द्र पनि एकपटक शिकार खेल्न आउनु भन्ने यहाँको बासिन्दाको भनाइ थियो। र त्योभन्दा माथि हामी जाने अवस्था